नमस्कार साथीहरू, स्वागत छ आजको यस भिडियोमा। आज हामी सिक्दैछौँ भोटर आइडी चेक कसरी गर्ने अथवा मतदाता नियमावलीमा आफ्नो नाम कसरी हेर्ने। सबैभन्दा पहिलो तपाईहरूको मोबाइल अथवा कम्प्युटरमा भएको कुनै पनि ब्राउजरलाई ओपन गर्नुस्। ब्राउजरलाई ओपन गरिसके पछाडि यहाँ इलेक्सन कमिसन नेपाल सर्च गर्नुस्। त्यसपछि यहाँ फर्स्टमै रहेको साइडमा क्लिक गर्नुस्। साइडमा क्लिक गर्न बित्तिकै यहाँ तपाईहरूको अगाडि नयाँ इन्टरफेस खुल्छ। यो नेपाल सरकारको आधिकारिक इलेक्सन कमिसन साइट हो। अब तपाईहरूलाई मतदाता नियमावलीमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गर्नुस्। मतदाता नियमावलीमा क्लिक गर्न बित्तिकै यहाँ तपाईहरूको अगाडि फेरि पनि नयाँ इन्टरफेस खुलेको छ। यहाँ तपाईहरूलाई मतदाता नियमावली अनुसार ठेगाना राख्नुपर्ने हुन्छ। सर्वप्रथम यहाँ तपाईहरूले आफ्नो प्रदेशलाई छान्नुपर्ने हुन्छ। यहाँ प्रदेशलाई सेलेक्ट गर्नुहोस्। त्यसपछि आफ्नो जिल्ला यहाँ सिलेक्ट गर्नुहोस्। यहाँ चाहिँ नगरपालिका अथवा गाउँपालिका छान्नुहोस्। त्यसपछि आफ्नो वडा नम्बर यहाँ छान्नुहोस्। अर्कोमा रहेको छ मतदाता स्थल। यहाँ मतदाता स्थल छान्नुहोस्। त्यसपछि सबमिटमा क्लिक गरिदिनुस्। सबमिटमा क्लिक गर्न बित्तिकै यहाँ तपाईहरूको अगाडि नयाँ इन्टरफेस खुल्छ। तपाईहरूले जुन मतदान केन्द्र सेलेक्ट गर्नु भएको थियो त्यो यहाँ सो गरिरहेको छ, हेर्न सक्नुहुन्छ। र तलपट्टि चाहिँ मतदाताहरूको नियमावली सो गरिरहेको छ। अब तपाईहरूलाई सबैभन्दा सजिलो तरिकाबाट सिकाउँछु। तपाईहरू आफ्नो नाम चाहिँ अल्फाबेट अनुसार पनि खोज्न सक्नुहुन्छ। जस्तै तपाईको नाम सबाट छ, यहाँ समा क्लिक गरिदिनुस्। सबाट जति पनि नाम हुन्छ त्यो सबै यहाँ मतदाताको नाम सो हुन्छ। सबैभन्दा सरल तरिका भनेको यहाँ सर्चमा क्लिक गर्नुस्। यहाँ तपाईहरूले आफ्नो नाम राख्नुपर्ने हुन्छ अथवा मतदाता नम्बर राख्नुहोस्। म चाहिँ यहाँ मतदाता नम्बर राख्छु। मतदाता नम्बर राख्न बित्तिकै यहाँ फर्स्टमै तपाईको नाम सो गर्नेछ। यहाँ मतदाताको विवरणमा क्लिक गरिदिनुस्। त्यसपछि फेरि पनि नयाँ इन्टरफेस खुल्नेछ। यहाँ तपाईहरूलाई मतदाताको व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ। सर्वप्रथम यहाँ तपाईहरूले आफ्नो जन्म मिति राख्नुहोस्। जन्म मिति राखिसके पछाडि यहाँ नागरिकताको प्रमाणपत्रमा सेलेक्ट गर्नुस् र नागरिकता नम्बर यहाँ लेख्नुस्। नागरिकता नम्बर लेखिसके पछाडि यहाँ आई एम नट अ रोबोटमा क्लिक गरिदिनुस्। त्यसपछि सबमिटमा क्लिक गरिदिनुस्। यहाँ तपाईहरू हेर्न सक्नुहुन्छ। यहाँ मतदाताको फोटो सहितको विस्तृत विवरण अथवा मतदाता नियमावलीको फुल स्ट्याटस यहाँबाट तपाईहरूले हेर्न सक्नुहुन्छ। यदि तपाईहरूको मतदाता परिचय पत्र हराएको छ भने यो लिएर पनि तपाईहरू मतदान गर्न सक्नुहुन्छ। र यसलाई चाहिँ प्रिन्ट गर्नुस् र पीडीएफमा सेभ गरिहाल्नुहोला। यस्तो नै उपयोगी जानकारी पाउनको लागि भिडियोलाई लाइक, शेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।